फागुन 7 गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश सङ्कटमा परेकोले राष्ट्र बचाउने आफूलाई साथ दिन अपील गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन्। दर्शकबिनहरू, हामी यतिखेर देख्न सक्छौँ राष्ट्रिय झण्डाको साथमा यहाँ राजाऊ देश बचाऊ जस्ता विभिन्न नाराहरू हामी देख्न सक्छौँ। यहाँ यतिखेर हामी प्रदर्शनकारीसँग कुराकानी गर्नेछौँ। राज संस्था पुनर्स्थापन र पुनर्बहालीको लागि एकजना हामीसँग प्रदर्शनकारी हुनुहुन्छ, उहाँसँग हामी थोरै कुराकानी गर्छौँ। स्वागत छ तपाईँले सगरमाथा टेलिभिजनमा। मेरो नाम चाहिँ कुलबहादुर बस्नेत हो। म सिन्धुपाल्चोकदेखि आएँ। म सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका वडा 4 को वडा अध्यक्ष पनि हुँ र यो देश बचाउनको लागि अब राजाको आवश्यकता छ भन्ने सोच भएर आज पार्टी मात्रै होइन देश ठुलो हो भन्ने विषयले चाहिँ आज हामी आयौँ। नेपालमा त विभिन्न जात जातिहरू बसोबास गर्छन्, यहाँ हिन्दू राज्य नै किन चाहियो? यहाँ हिन्दू मात्रै होइन, सनातन हिन्दू भनेपछि सबै हाम्रो बाबुबाजे पुर्खादेखिको जुन धर्म छ नि त्यसलाई समेटेर लान सक्ने क्षमता भएको एउटा राज संस्था भएको कारणले राजाकै स्थापना हुनुपर्छ। राजा विकल्प अरू यो देश चलाउन सक्दैन। राजाले आज निर्मल निवास सिराउनुहुन्छ। अब हेर्दै जाउँ तपाईँको शान्तिपूर्ण हुन्छ कि के हुन्छ आन्दोलन? अब अहिले हाम्रो शान्ति नै हुन्छ। शान्ति हो। हस्, धन्यवाद। एउटा झन्डा सरकारले आजको राजावादीहरूको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ। यहाँ हामी सुरक्षाकर्मीहरू देख्न सक्छौँ। एकजना हामीसँग फेरि प्रदर्शनकारी हुनुहुन्छ, उहाँसँग हामी थोरै कुराकानी गर्नेछौँ। स्वागत छ तपाईँले सगरमाथा टेलिभिजनमा। धन्यवाद। हजुरको परिचय? म हिक्मत जङ कार्की, म राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य। अनि नेपालमा त विभिन्न धर्महरू बसोबास गर्छन्, जात जातिहरू बसोबास गर्छन्, यहाँलाई किन हिन्दू राज्य चाहिएको छ? हामी अहिले तपाईँले पहिलो कुरा के हेर्नुहोस् भन्दाखेरि हामी हिन्दू राष्ट्र माग्दै गर्दाखेरि अन्य कुनै धर्मको विभेद हामी चाहँदैनौँ। हामीले के भनिरहेको छौँ भन्दाखेरि वैदिक सनातन हिन्दू राष्ट्रको स्थापना गर्ने, नेपालमा बस्ने सबै धर्म, सबै जात, सबै वेशभूषा मान्ने सबै नेपालीहरू एक हुनको निमित्त आज यो भिडले जसरी महाराज धिराज सरकारको सवारीलाई जसरी स्वागत गर्नको निमित्त चाहिँ यो भिड, यो लाखौँको भिड जम्मा भएको छ। यसले नेपाललाई राष्ट्रिय एकताको रूपमा महाराज धिराज सरकारको चाहिँ गद्दी आरोहण भइसके पछाडि नेपाललाई एउटा समुन्नत राष्ट्र निर्माण गर्नको लागि, एकताको नेपाल निर्माण गर्नको लागि, सबै जात सबै धर्मको नेपाल निर्माण गर्नको लागि, पहिचानको लागि, नेपालीको पहिचानको लागि चाहिँ आजको यो भिड, यो किसिमको जमात चाहिँ आज तयार भएको हो। हामी एउटा धर्मको विशेष कुरा गरिरहेको छैनौँ। हामीले सर्वधर्म सापेक्ष पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र निर्माण गर्ने परिप्रेक्ष्यमा हामीहरू यो मुभमेन्टलाई अगाडि बढाएका छौँ र महाराज धिराज सरकार भनेको नेपालको नेपालीको पहिचान हो। हामी सबै नेपालीको आत्मा हो, मन हो, माया हो, हामी सबैको सम्मान हो। त्यस कारणले गर्दा राजा सबैको साझा, राजा कुनै पार्टीको हुँदैन, राजा कुनै पार्टीको नेतृत्व गर्ने होइन, राजाले देशको नेतृत्व गर्ने हो, राजाले अन्तर्राष्ट्रिय जगतमा नेपालीको पहिचानको नेतृत्व गर्ने हो। तपाईँहरूले राजतन्त्र पुनर्बहालीको लागि यहाँ आन्दोलन गर्दै हुनुहुन्छ, यो आन्दोलन जस्तै आज मात्र हुन्छ कि भोलि पर्सिको दिनमा के हुन्छ? यो जबसम्म महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार जबसम्म नारायणी दरबारमा राजगद्दीमा गद्दी आरोहण हुँदैन तबसम्म यो आन्दोलन रोकिँदैन। यो आन्दोलन त सुरु मात्रै भयो, यो आन्दोलन निरन्तर हुन्छ। यसको यो सङ्केत मात्रै आज हो। यो स्वागतले यो सन्देश यी वर्तमान शासकहरूलाई यो सन्देश हामीले प्रवाह गरेका छौँ कि अब तिमीहरू ठिक ठाउँमा आएनौ भने, अब नवीन समझदारीमा आएनौ भने जनताले जसरी उल्टाउनु पर्छ त्यो 2-4 दिनमै यो उल्टेर जान्छ। धन्यवाद। यतिखेर दर्शकबिन देख्न सक्नुहुन्छ हाम्रो पृष्ठभूमिमा यहाँ हजारौँ सङ्ख्यामा प्रदर्शनकारीहरू देख्न सक्छौँ। हामी हजारौँ सङ्ख्यामा सुरक्षाकर्मीहरू पनि यहाँ खटिसक्नु भएको छ रातो कार्ड बोकेर।
आज राज संस्था पुनर्स्थापनको लागि राजावादी दलहरू राप्रपा नेपाल लगायतका विभिन्न दलहरूले यहाँ विशाल सभा विशाल र्याली गरेको छ। यहाँ हामी तपाईलाई देखाउने नै छौँ। यतिखेर हामी